हेलो गाइज, वेलकम ब्याक टु माई न्यू भिडियो। आज पनि तपाईँलाई मेरो भिडियोमा स्वागत छ। म चाहिँ यो अहिले एक्सर्साइज गर्न लागेको 2 विक जति भयो, 2 हप्ता जति भयो। त्यस्तो धेरै नि गर्दैन मैले, अब सुरु गर्दैछु। त्यस्तो राम्रो पनि बडी छैन, भर्खर गर्दैछु। अनि मलाई त्यस्तो धेरै यस्तो एक्सर्साइजको बारेमा त्यति धेरै ज्ञान छैन। अनि अहिले लगातार गरेको, कन्टिन्यू गरेको 2 हप्ता जति भयो। त्यो पनि प्र्याक्टिस गरिरहेको छु, देख्न सक्नुहुन्छ। सिक्स प्याक पनि भर्खर निक्लिँदैछ। बडी चाहिँ अझै छैन, अझैसम्म राम्रो भएन। एक्सर्साइज गरिरहेको छु। डम्बल पनि 10 केजीको। अनि म फेरि पुसअप गर्छु। पुसअप गर्न पनि त्यति धेरै आउँदैन मलाई त। मैले त्यस्तो धेरै त आउँदैन मलाई चाहिँ। यस्तो पुसअपहरू त्यस्तो धेरै आउँदैन, किनकि मैले भर्खर सुरुमा गर्दैछु, त्यही देखेर। अनि यो चाहिँ म उभिने ट्राई गर्दैछु। धेरै प्रयास गरिरहेको छु, लोटेर आउँछु। त्यही त, जति लोटे पनि सङ्घर्ष त छोडेन केटोले। थाकिया जो यता गर्दा पनि लोट्न खोजिन्छ, उता गर्दा पनि लोट्न खोजिन्छ। प्र्याक्टिस गरिरहेको छु यसको लागि, उभिनको लागि तयारी गरिरहेको छु। अझै सकिरहेन। म 6 महिनाभित्रमा तपाईँलाई देखाउन सक्छु म पुरै उभिएको। अहिले भर्खर प्र्याक्टिस मात्रै हो यो। सिक्स प्याक हेरेको, सिक्स प्याक पनि निस्केन, बडी नि छैन अझै। केही टाइम लाग्छ होला बडी निक्लिन। यो चाहिँ अझै उभिन ट्राई गरेर आउँछु, धेरै प्रयास गरेर आउँछु, उभिन सकिरहेन। लास्टमा चाहिँ लोटे, उता गएर लोटे राम्रोसँग। अनि हातमा ठक्क्यो, जमिनमा पऱ्यो, त्यही भएर दुखेछ। कुइनामा ठक्केर दुखिरह्यो।